हेलो क्लास 8 का मेरा प्यारा भाइ बहिनीहरू। आज हामीहरू इन्डिसेजको क्वेसन नम्बर 1 गर्न गइरहेको छ। एक्सर्साइज 9 को क्वेसन नम्बर 1। अब त्योभन्दा पहिले एउटा अनाउन्समेन्ट है। हामीहरू क्लास 8 को स्टुडेन्ट्सको लागि एउटा ब्याच लन्च गर्दैछौँ, जसमा हामीहरू होल इयरली म्याथ्स, अप्सनल म्याथ, साइन्स र स्टुडेन्टको डिमान्ड भयो भने अरू सब्जेक्ट्सहरू पनि पढाउनेछौँ। र यो ब्याचमा म्याक्सिमम 10 वटा स्टुडेन्ट मात्र हुनेछ। र तपाईँहरूलाई अझै जानकारी चाहिएमा 9763692258 अथवा युट्युबको डिस्क्रिप्सनमा हामीहरूको च्यानलको डिस्क्रिप्सनमा गएर त्यहाँ वाट्सएप लिङ्क छ, क्लिक गरेर तपाईँहरू अझ इन्फर्मेसन लिन सक्नुहुन्छ। अब हामीहरू क्वेसनतर्फ लागौँ है। तपाईँहरूले इन्डिसेसको रुल्सवाला लज अफ इन्डिसेसको भिडियो हेरि नै सक्नु भएको होला। अब हामीहरू क्वेसन्सतर्फ गइरहेछौँ। त्यसमा हामीहरूले पढाएको थियौँ कि कुनै पनि एउटा एक्सप्रेसन दिएको छ 2 को पावर x, त तलको तल है, तल भन्नाले बेस भनिन्छ र पावरलाई के भनिन्छ, इन्डेक्स भनिन्छ है। अब त्यसपछि हामीले फर्स्ट ल के पढाएको थियौँ कि इफ बेस सेम छ र मल्टिप्लिकेसनमा छ भने के गर्ने, पावर एड गर्ने। त्यही लको आधारमा हामीहरू क्वेसन नम्बर 1 गर्न गइरहेछौँ। अब हेर्नुहोस् है, सिम्प्लिफाई युजिङ द ल अफ इन्डिसेस। अब हेर्नुहोस्, हामीले के भनेको छ, एउटा ई नम्बर क्वेसनमा 3 को पावर 4 दिएको छ इन्टु 3 को पावर 3 दिएको छ। तब हेर्नुहोस्, ल अफ इन्डिसेसको अनुसार हामीहरूको बेस त सेम छ, दुवैमा 3 3 छ। त्यसो भए के गर्ने, पावर एड गर्ने। कुन ल लागिरहेछ हामीहरूको, x को पावर m इन्टु x को पावर n इज इक्वल टु x को पावर m प्लस n। इक्जाममा आयो भने तपाईँ रिजनमा साइडमा यो पनि लेख्न सक्नुहुन्छ, राम्रो इम्प्रेसन जान्छ। त्यसो भए ई नम्बरको के होला, 3 को पावर 4 छ इन्टु 3 को पावर 3 भन्नाले 3 को पावर 4 प्लस 3 भन्नाले के भयो, 3 को पावर 7। यतिकैमा छाड्दा हुन्छ। तपाईँहरूलाई मन लाग्यो भने 3 को पावर 7 कति हुन्छ त्यो पनि कसैले लेख्छ, रङ चाहिँ हुँदैन, तर यस्तै राखिदिँदा बेस्ट। अब अर्को आयो है। अर्को पनि क्वेसन धेरै नै इजी छ। के दिएको छ हामीहरूलाई, दिएको छ x को पावर 3 इन्टु x को पावर 5। बेस फेरि पनि सेम छ, बेस के छ, x छ, बेस के छ, x छ, पावर के छ, 3 र 5 छ, पावर के छ, 3 र 5। त्यसो भए के हुन्छ, बेस सेम छ भने पावर एड गर्ने, 3 प्लस 5 भन्नाले x को पावर 8। त्यस्तै गरी अब हेर्नुहोस्, ab को पावर 4 इन्टु b को पावर 3। तब हेर्नुहोस्, बेस कुन कुनको सेम छ, bb सेम छ, a को हामीहरूलाई लेना देना छैन, a लाई हामीहरू इग्नोर गर्ने हो। सो हामीहरूको के भयो, a त त्यस्तोको त्यस्तै नै भयो, b को पावर के भयो, 4 प्लस 3 भन्नाले b को पावर 7। यति छ, इजी छ भाइ बहिनीहरू। ल, अब हामीहरूको थोरै क्वेसन बाँकी छ, तपाईँहरूलाई पनि म क्वेसन दिन्छु है। यसमा पनि हेर्नुहोस् है, हामीहरूको बिचमा मल्टिप्लिकेसन साइन छ। अब सिम्पली के याद राख्नु, बेस सेम छ भने पावर एड गर्नु, जसको बेस सेम छ। यसमा के छ, यसलाई मैले नजिक नजिक लेखेँ है, a को पावर 2 र a लाई सँगै लेखिदिएँ, र b को पावर 1 र b को पावर 3 लाई सँगै लेखिदिएँ, किनभने सबै त मल्टिप्लिकेसनकै फर्ममा छ, इजी बनाउनलाई। अब के गर्ने, a को पावर 2 यता 1 थियो भने 1 जोड्ने, b को पावर यहाँ 1 थियो र 3 थियो, 1 प्लस 3 गर्ने भन्नाले a को पावर 3 b को पावर 4 हुन्छ। यति याद राख्ने। त्यसपछि आउँछ ई नम्बर। ई नम्बरमा के याद राख्ने, अब हेर्नुहोस्, अझै के कति इजी, तपाईँलाई एउटा 3x को पावर 4 इन्टु 2x को पावर 3 दिएको छ। त नम्बरलाई मैले सिम्पली मल्टिप्लाई गर्दा 3 टु द कति हुन्छ, 6। यति त आउँछ है, 3 भन्छ त आउँदै पर्यो, 3 टु द 6। त्यसपछि x को पावर 4 र x को पावर 3 छ। सो बेस सेम छ, फेरि के गर्ने, पावर एड गरिदिने, x को पावर 4 प्लस 3 भनेर 6x को पावर 7। त्यति हो। अब आयो अर्को क्वेसन, 2x को पावर 4 इन्टु 3x को पावर क्युब। क्वेसन सेम नै छ, मात्र नम्बर चेन्ज गरिदिएको छ। यसको पनि के हुन्छ, 3 टु द 6 x को पावर 4 प्लस 3 भन्नाले 6x को पावर 7।
ठिक छ ल। अब एउटा क्वेसन छ है, यसमा पनि यो तपाईँहरूको होमवर्क छ। तपाईँहरूले यसमा के गर्ने, जस जसको बेस सेम छ त्यसको पावर एड गर्ने र सक्यो, त्यति त हो। सो फेरि पनि भन्न सकिरहेको छु, हामीहरूको क्लास 8 को धेरै राम्रो, म मात्र होइन अरू टिचर्सहरू पनि पढाउन सक्नुहुन्छ र म त हुँदै गर्छु तपाईँहरूको लागि। सो तपाईँहरूलाई ब्याचमा इनरोल हुनु छ भने, सुरुदेखि नै राम्रो गर्नु छ, बेस राम्रो गर्नु छ भने यो नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। तपाईँको क्लास 8 को बेसले क्लास 9 र क्लास 10 पनि डिसाइड गर्छ। त्यसले बिएलईमा राम्रो मार्क्स र पछिको लागि पनि राम्रो होस् भनेर तपाईँ यो नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ म्याथ्स गुरुलाई। ल आजको लागि यति नै। नेक्स्ट भिडियोमा छिटै भेटौँला हामी है।